के तपाईँसँग एन्सलको सिम छ अनि दैनिक 100 MB फ्री डेटा पाइन्छ भनेर थाहा छ र? आज हामी त्यही अफर कसरी क्लेम गर्ने बारेमा बुझ्नेछौँ। नमस्ते, सिकाउ डिजिटलमा तपाईँलाई हार्दिक स्वागत छ। एन्सेलले आफ्नो सबै ग्राहकहरूको लागि एन्सेल एप मार्फत सबै ग्राहकलाई दैनिक 100 MB डेटा फ्री दिँदै आइरहेको छ। यो अफर क्लेम गर्न धेरै सजिलो रहेको छ, केही क्लिकमै मात्र यो क्लेम हुन्छ। आज हामी त्यही अफर कसरी क्लेम गर्ने बारेमा बुझ्नेछौँ। लौ भिडियोलाई सुरु गरौँ। आउनुहोस् आजको यो भिडियोमा हामी कसरी क्लेम गर्ने बारेमा स्टेप बाई स्टेप हेरौँ। यो अफर क्लेम गर्न सबैभन्दा पहिला तपाईँको फोनमा एन्सेल एप डाउनलोड हुनु पर्यो अनि एउटा एन्सेल सिम हुनै पर्छ। यदि एन्सेल एप डाउनलोड छैन भने आफ्नो फोनमा रहेको प्ले स्टोर वा एप स्टोरमा गएर डाउनलोड गर्न सक्नुहुन्छ। यसको लागि आफ्नो फोनमा रहेको प्ले स्टोरलाई खोल्नुहोला। खोलेपछि सर्च बारमा गएर एन्सेल एप भनेर सर्च गर्नुहोला। एन्सेल एप सर्च गरेपछि फर्स्टमा आएको एपलाई इन्स्टल गर्नुहोला र इन्स्टल छ भने अपडेट गर्नुहोला। अनि एप डाउनलोड भइसकेपछि तपाईँले ओपन माथि खिच्नुहोला। खिचेपछि यस्तो इन्टरफेस आउँछ, यहाँ एलाउ माथि खिच्नुहोला। यति गरेपछि यस्तो इन्टरफेस आउँछ, यहाँ तपाईँले आफ्नो एन्सेलको नम्बर टाइप गर्नुहोला। आफ्नो नम्बर टाइप गरेपछि लगइन माथि खिच्नुहोला। यति गरेपछि 6 अङ्कको ओटिपी आउँछ, त्यो आफै फिल भइहाल्छ र तपाईँ डेस्कटपमा आइहाल्नुहुन्छ। यहाँ तपाईँ आफ्नो तपाईँ यस्तो इन्टरफेस हेर्न सक्नुहुन्छ। अब यति गरेपछि तपाईँले प्याकेज सेक्सनमा जानुहोला। तल रहेको प्याकेज सेक्सनमा खिच्नुहोला। यहाँ अलाउ गरिदिनु होला। नट नाउ, यसलाई काटिदिनु होला। प्याकेज सेक्सनमा जानु होला। यहाँ गएपछि अल प्याक्समा जानु होला। अल प्याक्समा गएपछि तल स्क्रोल गर्नु होला। स्क्रोल गरेपछि हेर्न सक्नुहुन्छ क्लेम 100 MB डेटा भ्यालिड फर 1 डे, मतलब यो एक दिनको लागि मात्र मान्य हुनेछ। यो रातिको 12 बजे सक्छ। त रातिको 12 बजे सकेपछि यो फेरि भोलि अर्को त्यही समयमा लिनुपर्छ, हिजो लिएको समयमा मात्र। यसलाई क्लेम गर्नको लागि यो तल रहेको यो एक्टिभेट अप्सनमा खिच्नु होला। खिचेपछि तपाईँको 100 MB क्लेम भयो अनि यहाँ डन माथि खिच्नु होला। यति गरेपछि तपाईँको फोनमा SMS मार्फत कन्फर्म पनि भइहाल्छ र यति गरेपछि डनमा क्लिक गर्नु होला। अनि हस्, हेर्न सक्नुहुन्छ कि हाम्रो नम्बरमा 100 MB डेटा फ्री आइसकेको छ। यसरी तपाईँ पनि लिन सक्नुहुन्छ। हस्, आजका लागि यति नै। यदि भिडियो मन परेको छ भने भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न नबिर्स्नु होला। अर्को भिडियोमा भेटौँला। तब सबैका लागि जय नेपाल, जय गोर्खाली।